हामी कर र गैर कर जस्ता शब्दहरू सधैँजसो सुन्छौँ, होइन त? तर के हामीलाई साँच्चै थाहा छ यिनीहरूको मतलब के हो र यिनीहरूले कसरी काम गर्छन्? ल, आज सरकारको आम्दानीका यी दुई मुख्य स्रोतहरू बीचको फरकलाई एकदमै सरल तरिकाले बुझौँ। सोच्नुस् त, सरकारले बाटो बनाउँछ, अस्पताल चलाउँछ, देशको सुरक्षा गर्छ। तर यी सबै काम गर्न पैसा आउँछ कहाँबाट? यो प्रश्नको जवाफ वास्तवमा हाम्रो दैनिक जीवनसँगै जोडिएको छ। सरकारको आम्दानीका खासमा दुईवटा मूल स्रोतहरू छन्। एउटा हो कर अर्थात् ट्याक्स र अर्को हो गैर कर अर्थात् नन ट्याक्स रेभेन्यू। यिनै दुई स्रोतहरू हुन् जसले राज्यको ढुकुटीलाई भरिरहन्छन्। आजको हाम्रो लक्ष्य एकदमै सिधा छ। कर र गैर कर बीचको जुन भिन्नता छ नि, त्यसलाई यस्तो तरिकाले बुझ्ने कि फेरि कहिल्यै कुनै दुविधा नरहोस्। ल, सबैभन्दा पहिले हामी सबैले सुनेको र तिरेको शब्द करबाटै सुरु गरौँ न। आखिर यो कर भनेको के हो त? अनि यसले कसरी काम गर्छ? एकदमै सरल भाषामा भन्नुपर्दा कर भनेको सरकारले कानून बनाएर नागरिक वा संस्थाहरूबाट अनिवार्य रूपमा उठाउने पैसा हो। यो ऐच्छिक होइन, मतलब म तिर्दिन भन्न पाइँदैन। यो एउटा कानूनी दायित्व हो, तिर्नै पर्छ। करका केही मुख्य विशेषताहरू छन्। पहिलो, यो अनिवार्य छ। दोस्रो, हामीले तिरेको करको बदलामा सिधै ल मैले यति तिरे मलाई यो सुविधा चाहियो भनेर दाबी गर्न पाइँदैन। यो पैसा त सडक सुरक्षा जस्ता सबैको हितका लागि खर्च हुन्छ र यसको मुख्य उद्देश्य नै राज्यको आम्दानी बढाउनु हो, जसको उदाहरण आयकर र भ्याट हुन्। अब सिक्काको अर्को पाटोतिर लागौं, गैर कर। यो चाहिँ करभन्दा कसरी फरक छ त? आउनुहोस् यसलाई पनि बुझौं। गैरकर भनेको चाहिँ सरकारले कुनै विशेष सेवा दिए बापत लिने पैसा हो, जस्तै शुल्क, दस्तुर वा कहिलेकाहीँ जरिवाना। यो कर जस्तो अनिवार्य हुँदैन, मतलब तपाईले त्यो सेवा लिनुभयो भने मात्र तिर्ने हो। यसको विशेषताहरू त झनै स्पष्ट छन्। यो तिर्नुपर्ने आधार नै कुनै सेवा लिनु हो। जस्तै पासपोर्ट बनाउनु भयो भने दस्तुर तिर्नुहुन्छ, होइन त? यहाँ तपाईँले पैसा तिर्नुभयो, बदलामा तुरुन्तै पासपोर्ट पाउनुभयो, मतलब प्रतिफल एकदमै प्रत्यक्ष छ। यसको मुख्य उद्देश्य प्रशासनिक खर्चहरू जुटाउनु हो। ओके, अब हामीले कर र गैर करलाई छुट्टा छुट्टै त बुझ्यौं। अब यिनीहरूलाई एकै ठाउँमा राखेर तुलना गरौँ न, ताकि यो दिमागमा ट्याक्कै बसोस्। यो तालिकाले त सबै कुरा छर्लङ्गै पार्छ। हेर्नुस् त, अर्थदेखि प्रकृतिसम्म हरेक कुरामा कति फरक छ। एउटा बाध्यकारी छ भने अर्को सेवामा आधारित छ। ल, अब यी फरकहरूलाई अझै खोतलेर हेरौँ। सबैभन्दा महत्त्वपूर्ण फरक सायद यही हो, भुक्तानीको आधार। कर भनेको कानूनी दायित्व हो, जसलाई हामीले छल्न मिल्दैन। तर गैर कर चाहिँ हाम्रो रोजाइ हो। सेवा चाहियो भने तिर्ने, नचाहिए नतिर्ने। एउटा फोर्स हो भने अर्को चोइस। अनि यो स्लाइडले पैसा तिरेर के पाइन्छ त भन्ने प्रश्नको जवाफ दिन्छ। कर तिर्दा त्यसको फाइदा समाजलाई नै हुन्छ, राम्रो बाटो, सुरक्षा आदि। यो अप्रत्यक्ष भयो। तर गैर कर तिर्दा फाइदा सिधै व्यक्तिलाई हुन्छ, जस्तै राहदानी वा लाइसेन्स पाउनु। त्यसो भए यति सबै कुरा हामीले किन बुझिराखेका छौँ त? किनभने एक सचेत नागरिक भएपछि हाम्रो पैसाले देश कसरी चलिरहेको छ भन्ने कुरा थाहा पाउनु महत्त्वपूर्ण हुन्छ नि, होइन र? ल, आजको यो विश्लेषणबाट तीनवटा मुख्य कुरा दिमागमा राखौँ। 1. कर हाम्रो नागरिक दायित्व हो, यो अनिवार्य छ। 2. गैर कर हामीले लिएको सेवाको शुल्क हो। र 3. यी दुवै मिलेर नै देशको अर्थतन्त्रको गाडी चल्ने हो। जाँदै एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। देश चलाउनको लागि कुन चाहिँ बढी महत्त्वपूर्ण होला? सबैले अनिवार्य रूपमा तिर्ने कर कि विशेष सेवा दिएर उठाइने गैर कर? यसमा विचार गर्नुहोला है।